पछिल्ला केही भिडियोमा मैले तपाईलाई युट्युबबाट लाखौं रुपैयाँ कमाउनुहुन्छ भन्न त भनिहालेँ, तर युट्युबबाट लाखौं रुपैयाँ कमाउनको लागि केही क्राइटेरियाहरू हुन्छन्। त्यो क्राइटेरिया तपाईले पूरा गर्नुभयो भने अवश्य पनि तपाईले महिनाको लाखौं रुपैयाँ युट्युबबाट कमाउन सक्नुहुन्छ भिडियो क्रिएट गरेर। आउनुस् आजको यो भिडियोमा यही के क्राइटेरिया पूरा गर्नुपर्छ र के कुराको ख्याल राख्नुपर्छ त हामीले भन्ने कुराहरू यस भिडियोमा पूरा ध्यान राख्ने छौं र जानकारी दिनेछु मैले तपाईलाई। यो भिडियोबाट पनि केही न केही नलेज लिएर अवश्य पनि जानुहुनेछ र अगाडि युट्युबमा काम गर्नको लागि एकदमै प्रेरित रहनुहुनेछ तपाईहरु। आजको यस भिडियोमा रहेर म तपाईलाई जानकारी दिने कोसिस र प्रयास गरेको छु कि तपाईले महिनाको लाखौं रुपैयाँ भिडियो क्रिएट गरेर कमाउनको लागि चाहिँ युट्युबमा फर्स्ट अफ अल त तपाईले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि 1000 सब्स्क्राइब र 4000 घण्टा वाच टाइम तपाईले कम्प्लिट गर्नुपर्ने हुन्छ। कम्प्लिट गरिसक्नु भयो भने तपाईको युट्युब च्यानलमा चाहिँ $10 तपाईको कम्प्लिट भयो भने एउटा गुगल पिन आउँछ। गुगल पिन आइसकेपछि तपाईले एडसेन्स अकाउन्ट बनाएर त्यो पिन फिल गर्नुपर्ने हुन्छ। फिल गर्नुभयो भनेपछि तपाईको जब महिनाको पूरा महिनाको $100 हुन्छ तपाईको बैंक अकाउन्टमा आउँछ। बैंक अकाउन्टमा आइसक्यो भनेपछि तपाईले पिन फिल गर्दाखेरि जो पिनमा जो बैंक अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ अनि त्यसपछि तपाईको खातामा चाहिँ $100 तपाईको एडसेन्स अकाउन्टमा हुँदा बित्तिकै तपाईको बैंक खातामा आउँछ। आइसक्यो भनेपछि तपाईले इजीसँग पैसा निकाल्नु हुनेछ र तपाईलाई आफ्नो जहाँ लाग्छ अथवा युट्युबको लागि कुनै सामान खरिद्नु भयो, लाइट, ट्राइपोड, माइक र क्यामेरा यस्ता कुरामा इन्भेस्ट गर्न सक्नुहुन्छ। युट्युबमा पैसा कमाउनको लागि एकदमै इजी छ र सजिलो पनि छ र धेरै साथीहरूले भन्नुहुन्छ कि एकदमै टफ छ भन्नुहुन्छ। तर 365 दिन भित्रमै जो तपाईले यो काम गर्नुपर्ने हुन्छ। यदि 365 दिनदेखि बाहिर गयो भने के हुन्छ त भन्ने कुराहरू मैले प्रपर भिडियो बनाएको छु। त्यो भिडियो अवश्य पनि हेर्नु होला, तल डिस्क्रिप्सनमा लिंक छ, त्यहाँ गएर चाहिँ हेर्न सक्नुहुन्छ। यदि 365 दिन भित्रै जो हामीले 1000 सब्स्क्राइब र 4000 घण्टा वाच टाइम पूरा गरेनौं भनेपछि हाम्रो च्यानल चाहिँ के हुन्छ त भनेपछि हाम्रो बिस्तारै हाम्रो जो वाच टाइम कम्प्लिट भएको हुन्छ त्यो वाच टाइम चाहिँ ड्रप हुन्छ। ड्रप भइसक्यो भनेपछि हाम्रो जो 4000 घण्टा वाच टाइम कम्प्लिट भएन भनेपछि हाम्रो च्यानल फेरि डिमोनेटाइज हुन्छ। डिमोनेटाइज भयो भने तपाईले थाहा छ फेरि 4000 घण्टा वाच टाइम कम्प्लिट गर्नु पर्यो अनि त्यसपछि फेरि गएर फेरि अर्को थ्रु हिसाबले चाहिँ हामीले 4000 घण्टा जहिले कम्प्लिट हुन्छ त्यहिले नै हामीले फेरि अप्लाई गर्न सक्छौं। यो धेरै टफ थियो। यदि हामीले हाम्रो 4000 घण्टा वाच टाइम चाहिँ डाउन नहोस् भन्ने हिसाबले चाहिँ तपाई सक्नुहुन्छ भनेपछि चाहिँ तपाईले लाइभ बस्ने कोसिस गर्नु होला। लाइभ बस्दा चाहिँ तपाईका वाच टाइम चाहिँ ड्रप हुँदैन। अहिले धेरै जस्तो वाच टाइम ड्रप हुन्छ। वाच टाइम ड्रप भइसक्यो भनेपछि डिमोनेटाइज हुन्छ हाम्रो च्यानल। डिमोनेटाइज भयो भने तपाईले थाहा नै छ कि हामीलाई पैसा मिल्दैन। त यिनै थिए र अर्को गल्ती चाहिँ तपाईले नगर्नु होला त भन्दाखेरि चाहिँ तपाईले कहिले पनि चाहिँ आफ्नो भिडियो आफै नहेर्नु होला। आफ्नो भिडियो आफै हेर्दाखेरि चाहिँ तपाईको मोनेटाइजेसनको लागि तपाईको च्यानल रिभ्यूमा जान्छ। रिभ्यूमा जाँदाखेरि चाहिँ तपाईको एउटै लोकेसनबाट चाहिँ भिडियो हेरिँदाखेरि अलिकति चाहिँ तपाईलाई अप्ठ्यारो पर्न सक्छ। त्यही भएको हिसाबले पनि ध्यान राख्नु होला। तपाईको च्यानल मोनेटाइज हुनेवाला छ भनेपछि म यसको बारेमा पनि प्रपर भिडियो बनाएर दिनेछु। अवश्य पनि तपाईले कमेन्ट गर्दै जानुभयो भने भिडियो यहीसम्म रहेको थियो। छोटो मिठो जानकारी रहेको थियो। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिने चाहिँ अवश्य पनि नबिर्सिनु होला। फेरि एउटा नयाँ भिडियो र नयाँ टपिकको साथमा भेट्ने बाचा गर्दै छुट्टिन्छौं। जय नेपाल।